सिंहदरबार सर्वोच्च अदालत र संसद जलाउनेहरूलाई यत्तिकै छोड्यो भने भोलि पनि कसैलाई आफ्नो पोलिटिकल मोटिभ फुलफिल गर्नुपर्ने हुन्छ। भोलि पनि 5-10 हजारको भिडलाई तयार गर्छन् र त्यो भिडको बलमा राज्यलाई जलाउँछन्। जहिले पनि यसरी नै राजनीतिक अस्थिरता भइरहन्छ र देश संकटमा गइरहन्छ। यसलाई रोक्नका लागि त्यसरी आगो लगाउनेहरूमाथि निर्मम तरिकाले कारबाही गर्नुपर्छ। त्यसको लागि गर्ने के त भन्दाखेरि आगो लगाउनेलाई मात्र कारबाही गर्ने नै, आगो लगाउने हातलाई मात्र कारबाही गरेर पुग्दैन। आगो लगाउने दिमागसम्म पुग्नुपर्छ। अनुसन्धान आगो लगाउने हातलाई समाउने तर आगो लगाउने दिमागलाई खुल्ला छोडिदिने हो भने भोलि गएर ती दिमागहरूले फेरि पनि आगो लगाउँछन्। र अहिलेको हाम्रो एउटा कानून छ मुलुकी फौजदारी कार्यविधि संहिता 2074। त्यसले के भन्छ भन्दाखेरि हाम्रो नेपालको व्यवस्थामा चाहिँ फौजदारी जस्तै आगो लगायो भने त्यो आगो सम्बन्धी मुद्दा त लाग्छ, आग लागेको मुद्दा त लाग्छ। त्यसमा एउटा के प्रक्रिया छ भने ल बाबु तिमीले सही सत्य भन, तिमीलाई कतै उचालेको हो भने पनि भन, तिमीलाई हामीले सहयोग गर्छौं, तिमीलाई सकभर कम भन्दा कम सजाय होस् भनेर सहयोग गर्छौं, बरु तिमीलाई जेल नहोस् तिमीलाई जरिवाना मात्र होस् भनेर सहयोग गर्छौं, तर तिमीले सही सत्य कुरा बताऊ तिमीलाई कसले भनेको। यो कोणबाट चाहिँ नेपाल प्रहरीले अब अनुसन्धान थाल्नु पर्यो। यो कोणबाट चाहिँ अनुसन्धान समितिले अब आफ्नो अनुसन्धान थाल्नु पर्यो। र जो हतियार लुट्नेहरू छन्, हतियार त अहिले पनि बाहिर छन्, कसलाई कति बेला गोली हानिदिन्छ भन्ने ग्यारेन्टी छैन। लुटिएको हतियारहरू अहिलेसम्म फिर्ता आएको छैन। त्यो हतियार कतै छ भने नेपाली प्रहरीको तर्फबाट र प्रधानमन्त्रीज्यूको तर्फबाट पनि एउटा सम्बोधन गरेर ल शान्तिपूर्ण रूपमा हतियार बुझाऊ, तिमीहरूलाई चाहिँ हामीले चाहिँ कारबाही हुनबाट जोगाउँछौँ। यदि तिमीहरूले भुलवश लगेका छौ भने बरु हामीले चाहिँ त्यत्रो आम माफी दिन मिल्ने, तर यदि कसैले भुलवश लगेको छ भने उसलाई आफ्नो गल्ती रियलाइज, कुनै पनि अपराधको सबैभन्दा ठूलो सजाय भनेको गल्ती रियलाइजेसन हो। हामीले चाहेकै सुधारात्मक न्याय हो। त्यसैले यदि कसैले गल्तीले आगो लगाइदिएको छ, यदि कसैले गल्तीले हतियार लुटेको छ, कसैले बाबु तिमी गएर आगो लगाऊ बचाउने जिम्मा मेरो, तेरै दाइ हो अबको प्रधानमन्त्री भनेर भनेको रहेछ भने